दादा म तपाईको रूपा अनुहार त बोकाको परेको छ त। नाम चाहिँ के हो केटीको? रूपा मतलब रुम पार्टनर दादा। होस्टेल 3 मुभी रिलिजमा आइसकेको छ र यो मुभी हेरिसकेपछि वान वर्डमा भन्नुपर्दाखेरि सरप्राइज मुभी यतिको इन्टरटेनिङ र इन्गेज हुन्छ भन्ने चाहिँ मैले सोचेको थिएन। मलाई चाहिँ मुभीले टोटली नै सरप्राइज गरेको छ। भने ओभरअल मुभी कस्तो बनेको छ भनेर जान्नको लागि भने भिडियोलाई अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्न भने नबिर्सिनु होला। टुप्पी काट दे, तेरो बाउको वचन त्यो पनि काट दे। शशाङ्क कडेलद्वारा लिखित र निर्देशित मुभीमा यसको अघिल्लो पार्टहरू होस्टेल र होस्टेल 3 चाहिँ यसमा पनि पारसबम ठकुरी के कुल बोय पदम तामाङ रियान गिरी आशिष घिमिरे सिमरन पन्त हेना नगरकोटी आदिको डेब्यू रहेको छ। यो मुभीको अघिल्लो पार्टहरूबाट अनमोल केसी सुशील श्रेष्ठ स्वस्तिमा खड्का नाजिर सुशील सिटौला सलन बस्नेत जस्ता एक्टरहरूलाई जन्माएको थियो र यो मुभीले पनि त्यही लेगेसीलाई प्राथमिकता दिएको छ र यो मुभीबाट पनि एकदमै राम्रो राम्रो आर्टिस्ट निस्किने देखिरहेको छ। यो मुभी हेरिसकेपछि भन्नुपर्दाखेरि मैले सोचेको भन्दा नि एकदमै राम्रो काम गरेको छन् यसमा भएको आर्टिस्टहरूले। मुभी फुल्ली इन्टरटेनिङ एक्सन लभ स्टोरीमा बनेको छ। भने मुभीको फर्स्ट हाफको बारेमा कुरा गर्नुपर्दाखेरि मुभीको फर्स्ट हाफले पुरै इन्टरटेन गराउँछ हामीलाई फुल अफ कमेडीको साथ। एकदमै दामी रहेको छ मुभीको कमेडी। टोटली हामी आफै नै होस्टेलमा रहेको जस्तो फिल गराउँछ यो मुभीको फर्स्ट हाफले। तर मुभीको सेकेन्ड हाफ भन्ने टोटली डिफरेन्ट नै रहेको छ। मुभी अर्कै जनरामा जान्छ र मुभी मलाई अलि लामो पनि लाग्यो किनकि मुभी झन्डै 3 घण्टाकै होला। कतै भने मुभीको रन टाइम हल्का खलिरहेको थियो तर पनि मुभीले स्टोरीमा भने बाँधेरै राख्न सफल रहन्छ। भने मुभीको सेकेन्ड हाफको कुरा गर्नुपर्दाखेरि मुभी सेकेन्ड हाफमा गएर मर्डर मिस्ट्रीतिर लाग्छ। सेकेन्ड हाफ पनि इन्टरटेनिङ र इन्गेज त नभएको होइन तर फर्स्ट हाफको जस्तो भाइब दिँदैन तर पनि टोटली इन्गेज चाहिँ गराइरहेको थियो स्टोरीमा मलाई। र मुभीले बोर भने कतै पनि फिल गराएन। मुभीको स्क्रिन प्ले एकदमै राम्रोसँग लेखिएको छ। अनि मुभीको आर्टिस्टको पर्फर्मेन्सको कुरा गर्नुपर्दाखेरि म सरप्राइज नै रहेको छु। यतिको लेभलको यो मुभीबाट चाहिँ काम देख्न पाउने छुइनँ भन्ने लागेको थियो तर मुभीले मलाई टोटली नै सरप्राइज गरेको छ। विशेष गरी कुल बोय र रियान गिरीको यतिको लेभलको काम निस्किन्छ भन्ने लागेको थिएन किनकि कुल बोयको टिकटक त्यस्तो खासै म हेर्दिन 1-2 बाहेक। र रियान गिरी एउटा सिङ्गर हुन् यस कारणले गर्दा पनि त्यस्तो खासै लागेको थिएन तर दुबैले एकदमै राम्रो काम देखाएको छन् मुभीमा। र पदम तामाङको भने म एकदमै ठुलो फ्यान हो र उनको भिडियो एकदमै र टाइपको लाग्छ र उनको जर्नी पनि यो मुभीसम्मको एकदमै स्ट्रगलिङ रहेको थियो र यतिको मुभी चाहिँ उनले डिजर्भिङ नै लाग्छ र उनको काम पनि एकदमै राम्रो छ। विशेष गरी आशिष घिमिरे र पदम गिरीको काम चाहिँ वान अफ द बेस्ट नै रहेको छ मुभीमा। सिमरन पन्त र हेमा नगरकोटीको पनि एकदमै राम्रो काम रहेको छ र उनीहरूले आफ्नो 100% दिएको जस्तो फिल हुन्छ मुभी हेरिरहँदाखेरि। यी सबै आर्टिस्टहरूको फर्स्ट डेब्यू मुभी चाहिँ लाग्दैन यो मुभी हेरिरहँदाखेरि। भने मुभीको सङ्ग्स त्यस्तो आउटस्ट्यान्डिङ टाइपको लागेन तर ठिकै नै रहेको छ। गरी मुभीको बिजिएम पनि ओभरअल मुभीभरि गुड नै रहन्छ। सिनेमेटोग्राफी भने मुभीको एकदमै राम्रो छ। कलर टोनले पनि मुभीको भाइब्सलाई दिइरहेको थियो। यसैले पनि ओभरअल होस्टेल 3 मुभी मलाई चाहिँ अनएक्सपेक्टेड सरप्राइज लागेको छ र एकदमै राम्रो पनि बनेको छ। मुभीले इन्टरटेन फुल्ली गराउँछ। भने तपाईहरुलाई चाहिँ होस्टेल 3 मुभी कस्तो लाग्यो मुभी हेरिसकेपछि कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सिनु होला। हजुर भने आमा समान हुन्छ थाहा छैन तँलाई? कस्तो नाम हो यो दिँदैन। आजलाई भने यति नै होस्टेल 3 मुभीको रिभ्यू। अब भने हाम्रो भेट नेक्स्ट भिडियोमा हुने नै छ। त्यतिखेरसम्म भने यस्तै मुभीहरूको रिभ्यू र मुभी अपडेट जान्नको लागि भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाइ बाइ, टेक केयर।